Hello guys, सबैलाई Happy New Year from me, from the wardrobe, to all my families, wardrobe family, as well as तपाईँको जति पनि सारा संसारले तपाईँहरूको अब तपाईँले हेरिरहनु भएको छ होइन मेरो भिडियोलाई, मेरो च्यानललाई, मेरो पेजलाई। सो हजुरहरू सम्पूर्ण जति पनि मेरो भ्युवर्सहरू छ धेरै धेरै तपाईँलाई धन्यवाद र शुभकामना छ नयाँ सालको। सो लाइकवाइज भन्दा भन्दा 2026 लाग्यो है र 2026 को अब हुन त यो 25 को एन्डमा दिएको ज्याकेट हो कस्टमरको है र एन्डमा दिँदाखेरि अब यो चाहिँ 2026 मा है आइपुग्यो र कस्टमरको यो ज्याकेट चाहिँ उहाँकै आफ्नै डिजाइन दिनुभएको थियो। सो यो ज्याकेट चाहिँ न्युबक लेदरमा आएको ज्याकेट हो र कस्टमर चाहिँ को भन्दा यहाँ हाम्रो भाइ रोहन है रुपेन भाइ है अल द वे फ्रम मङ्गरजुङ हाम्रो दार्जिलिङकै लोकलै हो भाइ है। सो उहाँले दिनुभएको थियो डिसेम्बर मन्थमा एन्डमा दिनुभएको थियो यो ज्याकेट चाहिँ। सो फाइनली ज्याकेट चाहिँ है जनवरी अब यो सेकेन्ड विकमा जनवरी 2nd चाहिँ आइपुगेको र ज्याकेट चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ यो भाइको आफ्नै डिजाइन्स हो है। सो राम्रो हेरिदिनु गाइज। सो यो चाहिँ फर्स्ट अब मेरो यो इयरको कस्टमाइज गरेको भनौँ न भाइलाई है। अब यो फर्स्ट उपहार यो उहाँको यो डिजाइन। अब के कस्तो लाग्छ लेट्स गिभ इट अ ट्राई है। भाइ हो त्यो खोलेर एकचोटि ल यो ट्राई गरौँ नापौँ के कस्तो लाग्छ भाइले पनि भनिदिनु ल कस्तो छ। अब हुन्छ भाइको मेजरमेन्टमै गरेको यो ज्याकेट है के कस्तो आउँदो रहेछ लेट्स सी। न्युबकमा हो अन्त चेन छ स्लिभ्समा ल कस्तो आयो फिटिङ एकदम बवाल छ त मन पर्यो एकदम फिटिङ छ त भनेको जस्तो भयो एकदम है एकदम सेटिस्फाई पनि छु लु यो एकदम तपाईहरु पनि आइदिनुस् होला जहाँको भिजिट गरिदिनुस् होला है यता महाकाल शोरूममा छ जहाँको गोजीमा हात हाल्नुहोस् कस्तो 100% हो यो लेदर छ तपाईँको एकदम 100% जेन्युन लेदर हो। 100% अर्डर पनि गर्न सक्नुहुन्छ तपाईले जस्तो मैले कस्टमाइज गरेको थियो होइन आज फाइनली लु हाम्रो क्यामेराम्यान दाजु यसो अलिकति देखाइदिनुहोस् भिजिट गरिदिनुस् होला तपाईहरु लेदरको डिटेलिङ्सहरू देखाइदिनुहोस् होइन यतिको चाहिँ आउँछ हाम्रो यो चाहिँ तपाईँको न्युबक लेदर है। अन्त म्याट फिनिस लाइनिङमा चाहिँ बेड अफ साइनिङ्सहरू हालेको छ हामीले होइन त्यो अलिकति सेड हिँडेको छ है यस्तो हुन्छ। यो छेउबाट हेर्नुभयो भने चाहिँ यस्तो छ। अन्त स्लिभ्समा तपाईँको यस्तो हुन्छ जिप है वाइकेके होला सबै हाम्रो देखाउनु सक्नुहुन्छ वाइकेके जिप छ। सो हजुरहरूलाई पनि है अब यसरी अब ज्याकेट बनाउनु पऱ्यो भने तपाईँहरू यु गाइज क्यान भिजिट मी है। मेरो स्टोर कहाँ छ भनेर सबले धेरैले सोधिन्छ र स्टोर चाहिँ कहाँ छ भने हाम्रो लाडेनला रोडपट्टि महाकाल मार्केट जुन चाहिँ बिल्डिङ छ फर्स्ट फ्लोर सप नम्बर C7 वी आर द वार्डरोब है। हाम्रो आफ्नै प्रडक्सनमा हामी चल्छौँ कसैको कपीहरू गर्दैन हामी है हामीले आफ्नै डिजाइनमा चल्छौँ र धेरै हजुरहरूले भन्दाखेरि अब यत्रो मेरो 7 इयर्सको जर्नी है अब जुन चाहिँ मेरो लेदरमा छ भइरहेको छ तपाईँहरूको माया तपाईँहरूको अब यो यति तलको माया दिनुभएको छ होइन यति साह्रो अब लास्ट इयरदेखि यति साह्रो फैलिएको छ यो अब हाम्रो स्टोर होइन सबैले चिन्छ द वार्डरोब कहाँ हो के हो भनेर र एउटा खुसीको खबर तपाईँलाई दिन चाहन्छु है यही भिडियोतर्फबाट मार्फतबाट चाहिँ के भन्दाखेरि चाहिँ नेक्स्ट इयर सरी अब यो इयर त आइसक्यो है अब त्यो बानी लाग्छ नेक्स्ट इयर भन्ने सरी आइम सो सरी यी तल जय कम्प्लेक्स ग्राउन्ड फ्लोरमा है त्यहाँ पनि नयाँ अर्को आउटलेट आउँदैछ र हामी प्रयास गरिरहेको छौँ अझै हामी एक्सप्यान्ड गर्ने है इन कमिङ फ्युचर। सो यहाँ चाहिँ सायद कोही बेला म हुन्छु कोही बेला हुन्न यहाँ मेरो स्टाफ बसिन्छ होला र हजुरहरू मार्चदेखि त्यो ओपनिङ हुँदैछ। सो मार्चमा चाहिँ हामी तल म चाहिँ त्यहाँ स्पेसिफिकली मै बस्छु त्यहाँनिर तल अन्त ग्राउन्ड फ्लोरमा छ है इट्स नियर बाई दार्जिलिङ सलुन प्रणय भाइको सलुन छ त्यो छेउमा र मेन रोडदेखि लाडेनला रोडको मेन तपाईँको यो जुन चाहिँ रोड छ यो रोडकै तपाईँले यसो जय कम्प्लेक्सबाट यसो ओह्राल जाने सिँढी छ त्यो सिँढीमा यसो हेर्नु भने हजुरले देखिहाल्नुहुन्छ। सो गाइज है मार्च फर्स्ट विकदेखि चाहिँ म त्यहाँ पनि हुन्छु। सो वी आर एक्सप्यान्डिङ है किनभने धेरै धेरै तपाईँहरूको माया सपोर्ट पाएर है फिडब्याकहरू राम्रो आउँछ है सर्भिस राम्रो छ भन्छ भाइको है र यसरी नै अब इन फ्युचर पनि तपाईँहरूलाई यसरी नै म दिनेछु मेरो सर्भिसेसहरू होइन। अन्त त्यही हो अब एक्सप्यान्ड गर्नु नै पर्ने अवस्था भयो किनभने डिमान्ड्स हाई अन डिमान्ड्स भएको छ लेदर चाहिँ होइन। अब मेरो लागि चाहिँ अब एकदमै खुसीको खबर हो खुसीको कुरा हो र यसरी तपाईँहरूले एउटा पोजिटिभ रिभ्युजहरू होइन भाइब्सहरू तपाईँहरूले जुन चाहिँ दिनुहुन्छ मलाई पोजिटिभ रिभ्युज या अब जुन चाहिँ जति पनि कम्प्लिमेन्ट्सहरू छ त्यसले चाहिँ मलाई अब अपलिफ्ट गर्छ नि त
होइन अझै राम्रो दिउँ भन्ने हुन्छ तपाईँहरूलाई, राम्रो पस्क्यौँ भन्ने हुन्छ होइन। र त्यही हिसाबले नि म गरि नै रहेको छु र स्टिल इन फ्युचर पनि तपाईँहरूको हजुरहरूको एकदमै मलाई सपोर्ट चाहिएको छ है। र यसरी नै मैले सबैको नेसेसिटी पुरा गर्नु पाऊँ। अन्त दिस इयर नट ओन्ली विथ द लेदर ज्याकेट्स, वी आर कमिङ अप मोर ओभर विथ द ब्याकप्याक्स, डफल ब्याग्सहरू है, धेरै आउँदैछ लेदर आइटम्सहरू पनि। सो लाइकवाइज गाइज, थ्याङ्क यू वन्स अगेन एन्ड ह्याप्पी न्यू इयर, थ्याङ्क यू सो मच।